यति राम्री दुई परिहरूले गाउँदा कस्तो सुनिन्छ होला ल सुन्नु त। मलाई त गीत गाउन आउँदैन त्यति। सुपुष्पति हजुर प्लिज सँगै तिमी यति राम्री छौ कि भन्ने साध्य छैन मलाई तिम्रै धन्यवाद। खोलाबाट निस्केको त्यो जुन सिन छ लेकबाट होला सायद, त्यो बडीको लागि चाहिँ अलिकति क्युरियस हुनुहुन्छ सबैजना प्रायः यहाँ। त्यो तपाईँको नेचुरल बडी हो कि होइन भनेर त्यो चाहिँ सुन्न चाहन्छु। त्यो त्यस्तो डाउट लाग्ने गरेर त्यस्तो राम्रो लागेको छ भने 5 दिन अगाडि खिचेको हामी चितवनमा अस्तिको सेड्युलमा 5 दिन अगाडि खिचेको त्यो। अझ त्यो बेलामा त यति टाउको दुख्यो त्यो गर्मीले गर्दाखेरि। म त त्यो एकदमै कमेडी छ। उठ्दाखेरि यतिमा आइपुग्नु पऱ्यो रे पानी होइन, अनि यति पानी भाटामा जाउँ टाउको डुब्दैन, अलिक धेरै ठाउँमा जाउँ पानी यति आइपुग्छ होइन। यसरी खुट्टा फट्टाएर यसरी उठिन परिरहेको छ, त्यहाँ भित्रको पीडा अर्कै छ त्यहाँ पानी मुनिको होइन। बरु पिताम्बरकै गीत अलिकति गुनगुनाइदिने हो कि? यति राम्री दुई परिहरूले गाउँदा कस्तो सुनिन्छ होला ल सुन्नु त। मलाई त गीत गाउन आउँदैन त्यति। सुपुष्पति हजुर प्लिज सँगै गीत गाउनेमा अर्को महारथी भनेको चाहिँ गौरी मल्ल दिदी पनि हो। उहाँका त गीतै रेकर्ड छन्। भन्ने साध्य छैन मलाई तिम्रै धन्यवाद। हो ल जे होस् म त फ्यान भए म चाहिँ नाच्छु है। लगाउ म त फ्यान भए हेर्नुहोस् पिताम्बरमा तपाईँलाई एक्सन देखिरहनु भएको छ, इमोसनका कुराहरू पनि छन्, रमाइलो पनि छ है भनेर यो जोडेको हो। माया प्रेम लभ त आफ्नामा छँदै नै छ। कम्प्लिट प्याकेज हो यो पिताम्बर। हेर्ने मान्छेको पैसा असुल, समय सदुपयोग र नेपाली फिल्म यो लेभलमा पनि बन्छ है भन्ने हिसाबमा एउटा मानकको रूपमा बनाएको फिल्म हो पिताम्बर। र अबका लागि नायिका द्वयका कुरा सुन्नुपर्छ। सबैभन्दा पहिला सुपुष्पा आफ्ना कुरा राखौँ। हजुर नमस्ते सबैजनालाई। थ्याङ्क यू सबैजना आइदिनु भयो। हजुरहरूको बिना त फिल्म चल्ने यो हुने त्यो हुने भन्ने कुरा नै फिक्का होला है। पत्रकार साथीहरूले त गर्दा नै फिल्मलाई हामी अगाडि बढाउन सक्छौँ। दुईजना चाहिँ के भन्छ एउटै रथको दुईटा पाङ्रा भने जस्तै नै भयो है। थ्याङ्क यू सो मच हजुरहरू आइदिनु भयो, एकदमै खुसी लाग्यो। अब ट्रेलर हेरिहाल्नु भयो, कस्तो लाग्यो हजुरहरूलाई? अब सबै कुरा दाइले अनि यताबाट सबै आइसक्यो। अब मैले भन्न बाँकी केही पनि रहेन, तर यति चाहिँ भन्छु कि ट्रेलर टिजर अनि गीतले जसरी हजुरहरूलाई निराश पारेको छैन त्यस्तै गरी फिल्मले पनि निराश पार्ने छैन। एकदमै राम्रो फिल्म बनेको छ, आएर हेर्नुहोस् भन्छु। अनि तपाईँहरूबाट सबैजनामा सूचना पनि जाओस्। थ्याङ्क यू। अनि लास्टमा चाहिँ अब फर्स्टमै भन्नुपर्ने लास्टमै भयो पनि भनिहालेँ। थ्याङ्क यू सो मच विशाल दाई अनि कृषा दिदी र पुरुषोत्तम दाई। थ्याङ्क यू सो मच। म यत्रो ठुलो टिमको एउटा सानो पात्र भए पनि हुन पाछु फिल्ममा, एकदमै खुसी लाग्यो। थ्याङ्क यू सो मच हजुर। भएकोमा धेरै धेरै धन्यवाद। आज मैले यो ट्रेलर फर्स्ट टाइम हेरेँ र म यस्तो एक्साइटेड छु चैत्र 29 को लागि होइन। अनि आशा गर्दछु कि हाम्रो दर्शकहरू पनि उत्तिकै एक्साइटेड हुनुहुन्छ चैत्र 29 को लागि। अब त्यही हो, छोटो मिठो राख्छु म, तर अभियसली थ्याङ्क यू त भन्नु परिहाल्यो हाम्रो कृषा दिदी, हाम्रो विशाल सर अनि हाम्रो पुरै सरको लागि। यो यस्तो ठुलो ग्रान्ड प्रोजेक्टको एउटा पार्ट हुन पाएकोमा म धेरै धेरै धन्य छु। अनि त्यही हो, जे पिताम्बर जे नेपाली सिनेमा। सबैजनाको उपस्थितिको लागि धेरै धेरै धन्यवाद। फिल्मले जब बोल्छ त्यसपछि आर्टिस्ट अरू मेकरले खासै धेरै बोल्न पर्ने अवस्था आउँदैन होइन। फिल्म साँच्चीकै दमदार छ भन्ने कुरा टिजर गीत ट्रेलरले देखिसक्यो। मेकरको मेहनत चाहिँ बिना स्क्रिनभन्दा पछाडिको मेहनतको कुराहरू चाहिँ हामीहरू गर्न सक्छौँ। कति हामीहरूले
केही पनि नभनिकन गर्मी जाडो खाना सुत्न केही नभनिकन मेहनत गरेका छौँ त्यो चिज आउटपुट देखियो भने मात्रै म्याटर गर्छ र सायद आउटपुट देखिएको पनि होला तपाईँहरूले यही चिजलाई चाहिँ नेपाली फिल्म अगाडि कसरी जानुपर्छ भनेर न्यारेसन सेट गर्नलाई पनि तपाईँहरूको एउटा ठुलो योगदान हुन्छ यो सालको ओपनिङ एकदमै राम्रो भयो वैशाख जेठदेखि नै अब यो सालको क्लोजिङ झन् धेरै धमाकेदार होस् नेपाली फिल्म इन्डस्ट्रीको लागि यादगार साल रहोस् त्यही विस गर्दै टिमलाई थ्याङ्क यू सो मच पुरोदाय विशालजी हाम्रो होल कास्ट कृषादी सबैजनालाई थ्याङ्क यू सो मच अनि हजुरको उपस्थितिको लागि पनि वन्स अगेन थ्याङ्क यू सो मच फर्स्ट अफ अल त ह्युज कङ्ग्रेचुलेसन्स हेर्दाखेरि मजा नै आयो र सबैजनाले ताली पनि बजाउनु भयो है सबैजनाको अब मेहनतको कुरा सुन्यो मलाई चाहिँ तपाईँको मेहनतको कुरा सुन्न मन लाग्यो कि उहाँहरूले यति टाइम एक्सनको लागि टाइम दिनुभयो भनेर कलाकारको कुरा आयो जिम जानुभयो भनेर कुरा आयो तपाईँले चाहिँ कतिको मेहनत गर्नु पर्यो मैले मेहनत नगरेको भए आज तपाईँहरूले ताली बजाउनुहुन्न थियो है फर्स्ट अफ अल उहाँहरूले त एउटा मात्रै चरित्र निभाइरहनु भएको थियो जो पात्रमा हुनुहुन्थ्यो उहाँहरू त्यही पात्रमा हुनुहुन्थ्यो तर म एउटा थिएँ यति धेरै पात्रहरूको रिप्रेजेन्ट गरेर त्यो पात्रहरू बनिरहनु पर्थ्यो एकैछिनमा म बिहानी हुन्थेँ एकैछिनमा मीरा हुन्थेँ एकैछिनमा धनञ्जय पिताम्बर यी धेरै पात्रहरू एकैचोटि बाँचेको छु मैले र यो बाँच्न धेरै सहज हुँदैन धेरै नै मेहनत गर्नुपर्छ र त्यो मेहनत मैले गरेको छु र बिजिएममा अलिकति अन्त बिजिएम दामी नै छ अलिकति बढी ध्यान दिएको पनि देखिएको छ होइन पछि फिल्ममा चाहिँ बिजिएमले गर्दा चाहिँ फिल्मको डायलग्स या फिर अरू पात्रहरूको हुन्छ नि क्यारेक्टर चाहिँ ओभर स्याडो हुने चाहिँ त्यस्तो सर्कमस्टान्सेस चाहिँ आउला कि नआउला त त्यस्तो आउँदैन यो सब कुरालाई ध्यानमा राखेर नै हामीले राम्रो तरिकाले मिक्सिङ गर्दैछौँ राम्रो तरिकाले बिजिएम गर्दैछौँ र कति कुराहरू हामी टेक्निकली यहाँ गर्न नसक्ने पनि बाहिर गर्दैछौँ हाम्रो आर्टिस्टको पर्फर्मेन्स यस्तो छ कि बिजिएमले ओभर स्याडो पार्ने कुरै हुँदैन काहीँ देख्नु भएर आर्टिस्टको पर्फर्मेन्समा कमी कमजोरी ट्रेलरमै त सबै कुरा थाहा नहोला भनेर टिजर र ट्रेलर हेर्दाखेरि पर्फर्मेन्स आकलन गर्न सकिन्छ फेरि उहाँहरूले आज आएर अडिसन दिइरहनु पर्ने एक्टरहरूले सबैजनाले आफ्नो काम देखाइसक्नु भएको छ र सबैजनाले मन जित्नु भएको छ अडियन्सहरूको ब्यालेन्स हुनसक्छ बिजिएम पनि राम्रो परेपछि आर्टिस्टको पर्फर्मेन्स बराबरको आउन सक्छ तर आर्टिस्ट फर्स्ट हो र अहिले पहिला सुरुमा विशालजीलाई नै सोध्छु है यता मलाई एउटा क्वेसन सोध्नुभयो है फिल्म बनाउनुको उद्देश्य के हो भनेर फिल्म मैले जिउने जीवन हो सिनेमामा मैले फ्लप हुँदा पनि सिनेमा बनाइरहेको छु हिट हुँदा पनि बनाइरहेको छु एभरेज हुँदा पनि बनाइरहेको छु भोलिको दिनमा पनि तपाईँहरूले मलाई यही माइक समातेर यतै थिएटरतिर क्वेसन गर्न सक्नुहुन्छ सिनेमामा कुनै पनि बेनिफिट सोचेर करोड बोरामा हाल्छु भनेर सोचेर बनाउँदिनँ मेरा कथा भन्ने माध्यम हो र म सिनेमाप्रति एकदमै धेरै पागल छु म बनाइरहनेछु थ्याङ्क यू विशालजीलाई मेरो क्वेसन है खर्च राम्रै गर्नुभएको मजाले देखिएको छ अघि भन्नुभयो कि मलाई फिल्म क्षेत्रको माया लागेर अझ विशेष गरी मेरो दिदीको माया लागेर मैले फिल्म क्षेत्रमा आएँ भनेर तर फाइदा एट दि एन्ड त तपाईँ बिजनेसम्यान हो नि त फाइदा पनि त देख्नुभयो होला नि त पिताम्बरले त्यो तपाईँलाई देखाएको एउटा आफ्नै फाइदा पनि देखाइरहेछ कि छैन सबैभन्दा पहिला त पिताम्बरमा खर्च होइन यसलाई लगानी भन्नुपर्छ व्याकरण अलिकति शुद्ध हुनु किन भन्दा पिताम्बर विशालले यहाँ राखेको छैन पिताम्बरलाई विशालले यहाँ राखेको छ र म बच्चैदेखिबाट स्कुलिङ के देखेर हुर्केँ भन्दाखेरि मेरो दिदीले कुनै पनि एउटा सब्जेक्टमा फोकस भएर लागेर इमान्दारिताका साथ लागेपछि त्यो काहीँ न काहीँ एउटा प्रतिफल आउँछ भन्ने आशाले नै जब सक्षम भयो तब एउटा राम्रो प्रोजेक्ट गर्ने भनेर हामी सबैको इन्भल्भमेन्टमा पिताम्बर बनेको हो र यो चाहिँ खर्च भन्दा पनि लगानी भन्न चाहन्छु थ्याङ्क यू प्रदीपजीलाई क्वेसन सबभन्दा सुरुमा चाहिँ यहाँ अघि नै त्यो हुन्छ नि त्यो खोलाबाट निस्केको त्यो जुन सिन छ लेकबाट होला सायद त्यो बडीको लागि चाहिँ अलिकति क्युरियस हुनुहुन्छ सबैजना प्रायः यहाँ त्यो तपाईँको नेचुरल बडी हो कि होइन भनेर त्यो चाहिँ सुन्न चाहन्छु त्यो त्यस्तो डाउट लाग्ने गरेर त्यस्तो राम्रो लागेको छ भने 5 दिन अगाडि खिचेको हामी चितवनमा अस्तिको सेड्युलमा 5 दिन अगाडि खिचेको त्यो अझ त्यो बेलामा त यति टाउको दुख्यो त्यो गर्मीले गर्दाखेरि म त त्यो एकदमै कमेडी छ उठ्दाखेरि यतिमा आइपुग्नु पऱ्यो रे पानी होइन
अनि यति पानी भाटामा जाउँ टाउको डुब्दैन, अलिक धेरै ठाउँमा जाउँ पानी यति आइपुग्छ होइन। यसरी खुट्टा फट्टाएर यसरी उठिन परिरहेको छ, त्यहाँ भित्रको पीडा अर्कै छ त्यो पानी मुनिको होइन। सब रियलै हो त्यो होइन। थ्याङ्क यू फर द कम्प्लिमेन्ट यदि भन्ने हो नि। अघि ब्रदरले यहाँ क्वेसन सोध्नुभयो थियो फिल्म किन बनाउनु भएको भनेर। दिलले मैले यसो चाहिँ गरेर थिएँ जिस्काएर, तर यो पैसा कमाउन भने होइन नि, फेरि पैसा धेरै भएर भनेको। फिल्म मेकिङ इज अ भेरी एक्सपेन्सिभ आर्ट होइन। उहाँहरूले भन्नुभयो उहाँले प्यासनले फिल्म बनाउनु भएको हो, मायाले, फिल्म इन्डस्ट्रीप्रतिको मायाले, दिदीको प्यासनले गर्दाखेरि फिल्म बनाएको हो होइन। पैसा कमाउने नकमाउने अर्को कुरा छ, पहिला पनि धेरै फिल्म बनाउनु भएको छ, अझै पनि फिल्म बनाइराख्नुहुन्छ। हामी सबैजनाको लागि यो चिज चाहिँ राम्रो कुरा है। थ्याङ्क यू। र अघि अडिसनको कुरा गरिरहँदाखेरि चाहिँ प्रदीपजीलाई नै है, अब जस्तै बलिउडकै अहिले एकदमै भाइरल रिल छ नि त होइन, आमिर खानलाई लापता लेडिजबाट चाहिँ किरणजीले निकालिदिएको कुरामा होइन, तपाईँले चाहिँ कसरी कन्भिन्स गर्न सक्नुभयो त क्रिसाजीलाई? किनभने एक्सन त तपाईँले पछि फिल्मको लागि सिक्नु भयो नि त। यस्तो हुन्छ के अरे एउटा पोइन्ट थियो क्या, एकदमै अब बडी बिल्ड गरेर बस्नुपर्छ कि भनेर सोच चाहिँ आएको हो। तर न्युट्रल बस्दाखेरि के राम्रो भने 3 महिना 6 महिनाको मेहनतले अलिकति बल गर्न नि पाइन्छ। फेरि अलिकति जस्तै प्रकाश हामीले पूजा साकी गर्दा गर्दा म 63 पुगेको थिएँ वेट त्यो बेलामा। 25 दिनमा 5 किलो लुज गरेको त्यो फिल्मकै लागि पर्टिकुलरली होइन। अनि रियलाइज पनि भएको छैन कति भइसकेको थियो वेट भनेर। हेल्थ पोस्टमा सुटिङ थियो, त्यहाँनिर मेजरमेन्ट देखियो, मेरो ट्रेनर हाम्रो सुरजसँगै थियो, नापिदिउँ त भनेर नापेको त 63, जबकि मेरो टार्गेट 65 मात्र पुऱ्याउने थियो 70बाट होइन। उठ्दाखेरि त भन्न रिङ्गट लाग्यो, त्यतिखेर रियलाइज भयो मलाई त धेरै घटेछु भनेर होइन। सो यो फिल्मको लागि पर्टिकुलरली प्लान गरेर यस्तो चाहिन्छ भनेरै गरेको हो होइन। अनि अरू सबै आर्टिस्टले अडिसनको कुरा प्रकाश चाहिँ अडिसन दिएरै गरेको। प्रकाश फेरि मेकरले अडिसन मागेर पनि होइन, तपाईँहरू मेरो ब्याकअप सोच्दै गर्नु, इनकेस मैले सकिनँ भनेदेखि डिरेक्टरको भिजन, राइटरको थट, प्रड्युसरको पैसा चाहिँ डुब्नु हुँदैन। बरु प्रदीपले सकेन भनेर निकाल्नु, मलाई चित्त दुखाइ हुँदैन, ब्याकअप सोच्नु भनेर भनेको। अनि 2 महिना जति मैले अनुशासन क्लास र ल्याङ्ग्वेजहरू सिकेर अडिसन दिएर गरेको। यो फिल्ममा चाहिँ दिदीले प्रदीप भयो भने फिल्म बनाउँछु, नभए बनाउँदिनँ भनिसकेपछि मैले पनि के गर्नुपर्छ म गर्छु भनेर यसरी इन भएको हो। यो सबै चिज सिनर्जी हो, प्रत्येक प्रोजेक्टको चाहिँ आफ्नो आफ्नो एउटा भिजन थट हो। यो चाहिँ टोटली कृषा दिदीले चाहिँ प्रदीप हुँदा र यो होल टिमलाई यसरी राख्छु भन्ने थट हो। अघि दिदीले भन्नुभएको चिज मलाई एकदमै रिलेट कहाँ भइरहेको थियो भने यो क्यारेक्टर यस्तो देखिनुपर्छ भन्ने कुरा एकदम क्लियर कट डिजाइनरले एउटा इनपुट दिन्छ, स्टाइलिस्टले एउटा दिएर होला, मेकअपबाट एउटा इनपुट होला, तर होइन मलाई यो चाहिएको होइन, मलाई यो चाहिएको भनेर एकदम भिभिडली एन्भिजन गरेर बस्नु भएको मान्छे हो। र मलाई पनि कसरी देखाउने भन्ने कुरा उहाँले सोचेर लिनुभएको थियो होइन। अडिसन भन्दा पनि हामी त्यो प्रोसेसमा गयौँ, हामीहरू गर्ने नै हो भन्ने प्रोसेसमा गयौँ। क्वेसन म रिपिट गरिदिन्छु, क्यारेक्टर अब्जर्भेसन, क्यारेक्टर पाइसके पछाडिको क्वेसन सोध्नु भएको छ। अलि अगाडिको कुरा गर्ने भनेदेखि क्यारेक्टर भनेर चाहिँ युनिफर्म जस्तो मात्र लाग्थ्यो मलाई। पुलिसको ड्रेस लगाएपछि पुलिसको क्यारेक्टर, डक्टरको ड्रेस लगाएपछि डक्टरको क्यारेक्टर भयो होइन। अनि एउटा हिन्दी फिल्म हेऱ्यो, पुरै रक्सी खाएर अपरेसन गरिरहेको छ होइन, यो कस्तो खालको डक्टर हो भन्ने भयो कि। अनि त्यस पछाडिबाट क्यारेक्टर भन्ने चिज चाहिँ अलग हो कि भने जस्तो लागेर म खोज्नपट्टि लागेको थिएँ। पिताम्बर आइसक्दै गर्दाखेरि चाहिँ लास्ट सेसनमा पनि हामीले कुरा गरेको, मान्छे यतिकै भाइलेन्ट भयो। अहिले मैले तपाईँलाई प्रायः पिटी भनिदिएँ, त्यो त बौलाएछ भन्छ होला नि होइन, कि त चाहियो नि त होइन। भनेपछि यो त्यसरी एकदमै आवेशमा आएर एड्रिनल रसले गर्दा साइकोटिक भएर साइकोप्याथिक हिसाबको एग्रेसन होइन होइन। हामीले लास्ट सेसनमा पनि कुरा गरेको थियौँ, कुनै पनि एउटा बिरालो नै किन नहोस् त्यसलाई कर्नर पारियो भने त्यसले पन्जा मार्छ नि त होइन। फाइट ब्याक गर्ने भनेको चाहिँ आफ्नो एक्जिस्टेन्सको लागि त फाइट ब्याक गर्छै गर्छ। यो चिज त्यस्तै खालको एउटा आफ्नो फ्यामिलीको लागि, आफ्नो एउटा आइडेन्टिटी या भनौँ एक्जिस्टेन्सको लागि गरेको फाइट ब्याक हो। यो कुनै एकदमै बढी पावर भएर पैसा भएर तुजुकले गर्दा आफ्नो प्रेजेन्स देखाउनलाई गरेको एक्सन होइन, यो आफ्नो फ्यामिलीको लागि गरेको एक्सन। यो सबैजनाले रिलेट गर्न सक्नुहुन्छ। र तपाईँले पनि मलाई पनि यस्तो परेको भएदेखि यस्ता 100 जना होस् म पनि यसरी नै मेरो लागि फाइट गर्छु, जसरी अघि विशालजीले चाहिँ कृषादिको लागि म जे पनि गर्न सक्छु भने जस्तै खालको फिल्म हो यो। हामी सबैजनाले हाम्रो फ्यामिलीको लागि जे पनि गर्न सक्छु नि, त्यो फिल्म हो पिताम्बर। र क्यारेक्टर अब्जर्भेसन मैले आफ्नै फ्यामिलीसँग रिलेट गरेर, अनि कसरी चाहिँ मैले सानो फिजिक भयो भने पनि या कसरी एक्सनलाई चाहिँ मोर लजिकली या मोर कन्भिन्सिङ वेले गर्न सक्छु भन्नेमा चाहिँ बढी फोकस गरेँ मैले। कृषाजीलाई एउटा क्वेसन सोध्न चाहेँ। यो हामी 1 वर्ष जति लगभग भइसक्यो, एकजना हिरोको टाउको 1 हप्तामा एकचोटि बिग्छ। हजुरले यति धेरै सुपरस्टारहरू एकैचोटि राखेर जुन तरिकाले चाहिँ यो पिताम्बर बनाउनु भएको छ, यो बनाउनको लागि, उहाँहरूलाई फकाउनको लागि, मनाउनको लागि अलिकति सबैभन्दा धेरै चाहिँ गाह्रो कसलाई, कोसँग पर्यो हजुरलाई? थ्याङ्क यू फर द क्वेसन। यो कसैलाई पनि परेन।
र चलचित्र बनाउन म फकाउन चाहिँ जान्न बाइ द वे मेरो स्क्रिप्ट लिएर जान्छु त्यसपछि उहाँहरूलाई मेरो स्क्रिप्ट पेश गर्छु यदि उहाँहरू कन्भिन्स भयो भने काम गरिन्छ होइन भने अर्को स्क्रिप्ट गरिन्छ होला किनभने फकाएर गरेको चलचित्रमा त्यहाँ आर्टिस्टको प्रेजेन्स हुँदैन त्यहाँ शरीर हुन्छ आत्मा हुँदैन सो त्यही भएर जतिजना पार्टिसिपेट हुनुहुन्छ यो फिल्ममा सबैजना सोलबाट कनेक्ट हुनुहुन्थ्यो र मैले धेरै इन्टरभ्यूमा भने पनि छु यति सहजै भयो कि यो काम केही पनि फोटै लाउनु परेन कसैलाई पनि रिमिटिङ पनि गर्नु परेन जब जतिखेर कुरा भयो ल अब यो दिन साइन गर्ने भनेर हामीले ऱ्यापअप गरेका थियौँ सायद स्टोरी नै कनेक्ट भएको थियो होला उहाँहरूलाई नमस्ते अनुप भट्टराई बोल्दैछु है अगाडि छु एउटा लेडी डिरेक्टरले फिल्म बनाउनु भएको छ यति धेरै लेडिज कलाकारहरू हुनुहुन्छ गौरी मल्ल पनि हुनुहुन्छ होइन तर लेडिजहरूको डायलग चाहिँ किन राखेन होइन प्रत्यक्ष रूपमा एउटा यो फिल भएको छ मलाई होइन हुन त ओपनिङमै छ अन्त सायद त्यही भनिदिनु लाग्थ्यो फेरि एकचोटि हेर्ने हो भन्नु लाग्थ्यो ओपनिङमै छ तर जसरी राखेको छ नि त्यसरी किन राख्न चाहनु भएन या एडिटरले मान्नु भएन एउटा यो प्रश्न र सँगसँगै आजकल चाहिँ फिल्महरूको सुरुमा चाहिँ लगानी मेरो यति भयो त्यति भयो भनेर प्रड्युसरहरूले भन्नुहुन्छ है तत्पश्चात जब फिल्म रिलिज हुन्छ तत्पश्चात एक प्रकारको व्यापार गर्छ नि अनि उहाँहरूको बजेट घट्दै 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 जान्छ कि तपाईँहरूको खास बजेट कति हो यो फिल्मको त्यो बजेट पनि बुझ्न जरुरी छ किनभने 2081 सकिँदैछ तपाईँहरूको फिल्म सँगसँगै 2081 पनि सकिँदैछ एकदम क्रिस्टल क्लियर भएर बोलिदिनु होला भोलि मुख नफेर्ने गरी शब्दहरू परिवर्तन नहुने गरी फर्स्ट अफ अल लेडिजहरूलाई स्पेस दिएन भन्ने कुरा एउटा बिङ अ लेडी डिरेक्टर होइन फर्स्टमै यो फिल्मको मोटिभ नै एउटा केटी मान्छेबाट उठाइएको छ र तिनटै हाम्रो चलचित्रको हिरोइनहरूबाट ट्रेलर सुरु गरिएको छ होइन त्यहाँ तपाईँहरू आवाजलाई मात्रै पावरफुल मानिरहनु भएको छ भने त सुरुमै आवाजबाट देखाइएको छ कि जब जब एउटा नारीको अस्मिताको प्रश्न हुन्छ तब के हुन्छ भनेर त्यत्रो महाभारत भएको देखाइसक्यो होइन भनेपछि चलचित्र नै लेडिजको लागि भने अब बाइ द वे होइन यहाँ त मेलहरू आएर फाइट ब्याक मात्रै गरिरहनु भएको छ होइन त्यो कुरा अनि अर्को बजेटको कुरा गर्दा चाहिँ हामीले डिक्लियर बजेट यति उति भनेर अब यो भन्नै पर्ने प्रेसर हो भने त अर्कै कुरा हो होइन तर एउटा राम्रो चलचित्र बनाउनलाई जति लगानी लाग्छ तपाईँहरूले आकलन गर्नुभएको छ यति धेरै कलाकारहरू पनि हुनुहुन्छ होइन राम्रो लगानीमा तर ठुलो लगानीमा होइन राम्रो लगानीमा सबैले कोअपरेट गरेर राम्रो सिनेमा बनाउने कोसिस गरेका छौँ हामी बिलो 5 मा छौँ हामीले बिलो 5 मा पनि यति उत्कृष्ट चलचित्र बनाउन सक्षम भएको छौँ एउटा प्रश्न है प्रदीपलाई जस्तो तपाईँहरूले एउटा रिलको माध्यमबाट त एउटा कलियुगको अन्त्य गर्न पिताम्बरको एउटा 800 वर्ष भन्ने खालको त्यो खालको देखाइरहनु भएको छ साँच्चीकै रियलमा पनि एउटा कलियुगको अन्त्य गर्नको लागि तपाईँ त एउटा भनौँ न स्टडी गरेको एकदमै नलेज भएको नलेजफुल हामी त्यसै बुझ्छौँ कतिको सम्भावना होला त अब रियलमा पनि त्यो कलियुगको अन्त्य गर्नको लागि त्यो खालको पिताम्बर छ कि छैन होला अथवा आउँछ आउँदैन होला यहाँले कसरी बुझ्नुहुन्छ होला यस्तो छ राम्रो नराम्रो भन्ने त सबै पार्ट हुन्छ होइन अलिकति अगाडिबाट कुरा गर्ने हो नि पहिला कस्तो हुन्थ्यो भने लोकको फाइट हुन्थ्यो पुरा पाताल लोक अनि हामी चाहिँ पृथ्वी लोक अनि स्वर्ग लोक होइन लोकमा यता पुरा देउता बस्ने एउटा मान्छे बस्ने यता राक्षस बस्ने हुन्थ्यो होइन त्यस पछाडिको युगमा आए पछाडि कन्टिनेन्ट रावण श्रीलङ्कामा बस्ने राम इन्डियामा बस्ने इन्डियाको सबै राम्रो उताको सबै नराम्रो जस्तो भयो होइन त्यसपछि महाभारतकालीनमा चाहिँ फ्यामिलीभित्र आइपुग्यो क्या दाइ खराब भाइ राम्रो होइन फ्यामिलीभित्र आयो आजको युग भनेको चाहिँ एउटा इन्डिभिजुअलभित्र आएको छ हामीभित्रै राम्रो छ हामीभित्रै नराम्रो छ होइन जुन दिन हामी आफूलाई चाहिँ इथिक्स र मोरलमा राखेर काम गर्छौँ त्यो दिन चाहिँ सबै चिजहरू सुध्रिन्छ जय पिताम्बर मेरो प्रश्न है एकचोटि आज तपाईँहरूलाई जसलाई जस्तो जस्तो पात्रमा देखाइएको छ नि कन्भिन्सिङ हुनुहुन्छ राम्रो लाग्यो पत्रकारहरू सबै मौन बस्नुभयो तपाईँहरूले प्रश्न मात्रै गर्ने राइट हो उत्तर नदिने हो मेक सम नोइज फर आर्टिस्ट 1 2 3 जय पिताम्बर